हिजो राति मलाई एकजना दाजुको मेसेज आयो। उहाँ निकै हताशमा हुनुहुन्थ्यो। उहाँले आफ्नो जीवनभरको कमाई कसरी 5 मिनटमा गुमाउनु भयो उहाँकै शब्दमा सुन्नुहोस्। यो कथा उहाँको मात्र होइन, भोलि तपाईँको पनि हुन सक्छ। उहाँले मलाई भन्नुभएको थियो, नमस्ते अर्थसारथी सर, म साह्रै तनावमा छु। आज मेरो 2 लाख रुपियाँ अनलाइन ठगीमा डुब्यो। कसैलाई भन्न पनि सकिरहेको छैन। मैले भने कसरी, के भयो, सुरुदेखि मलाई सबै कुरा भन्नुहोस् त। हिजो मलाई व्हाट्सएपमा एउटा मेसेज आयो, घरे बसेर युट्युबमा भिडियो लाइक गरेर दैनिक 5,000 कमाउनुहोस् भनेको थियो। मैले सुरुमा त पत्याइन, तर उनीहरूले एउटा लिङ्क पठाए, 3वटा भिडियो लाइक गर्न लगाए। मैले सोचे भिडियो लाइकै त गर्ने हो, के हुन्छ र भनेर। र मैले भिडियो लाइक पनि गरिदिएँ। भिडियो लाइक गरिसकेपछि उनीहरूलाई मैले भने लाइक गरिदिए भनेर। उनीहरूलाई मलाई स्क्रिनशट हाल्नुहोस् भने स्क्रिनशट पनि हालिदिए। त्यसो केही समय पछाडि मसँग ई सेवाको क्युआर मागे। मैले क्युआर पनि हालिदिएँ। अचम्म भयो, लाइक गरेको 5 मिनटमै मेरो ई सेवामा 150 रुपियाँ आयो। मलाई लाग्यो यो त सजिलो रहेछ। त्यसपछि उनीहरूले मलाई टेलिग्रामको ग्रुपमा लगे। त्यहाँ धेरै मान्छेहरूले पैसा पठाएको स्क्रिनशटहरू हालिरहेका थिए। त्यस पछाडि मैले गेम बुझिहालेँ अनि मैले भने, त्यसपछि उनीहरूले लगानी गर्न भने होला होइन? उहाँ फेरि भन्नुहुन्छ, हजुर, उनीहरूले भने 5,000 हाल्नुहोस्, 7,000 फिर्ता आउँछ। मैले 5,000 हालेँ। साँच्चै नै 7,000 रुपियाँ मेरो एकाउन्टमा आयो। मेरो विश्वास झन बढ्यो। अर्को टास्कमा उनीहरू भन्छन् 20,000 हाल्नुहोस्, 30,000 आउँछ भनेर। त्यो पनि आयो। अनि मैले भने फेरि, अनि तपाईँको पैसा डुब्यो चाहिँ कसरी? उहाँ भन्नुहुन्छ, अन्तिममा उनीहरूले एउटा भिआइपी टास्क छ भने 1 लाख हाल्दा 1,50,000 आउँछ भने। लोभमा परेर मैले 1 लाख हालेँ, तर यसपालि पैसा आएन। उनीहरूले भने सिस्टममा समस्या आयो, अर्को 1 लाख नहालेसम्म पुरानो पैसा फ्रिज हुन्छ। मलाई अलिकति डर पनि लाग्यो। अर्को 1 लाख नहालेसम्म पुरानो पैसा फ्रिज हुन्छ भनेपछि म आतिएँ। कतैबाट ऋण खोजेर अर्को 1 लाख पनि पठाए। पैसा पठाउने बित्तिकै उनीहरूले मलाई ग्रुपबाट ब्लक गरिदिए। यस भिडियोमा प्रस्तुत गरिएको कुराकानी र पात्रहरू अनलाइन ठगीको प्रकृति बुझाउनको लागि तयार पारिएको एक काल्पनिक स्क्रिप्टेड प्रस्तुति हो। यसको मुख्य उद्देश्य दर्शकहरूलाई यस्ता ठगीका शैलीहरूबाट सचेत गराउनु मात्र हो। भिडियो पुरा हेर्नुभएकोमा धन्यवाद। हेर्दै गर्नुहोला अर्थसारथी। आजका लागि यति नै। हस्त, धन्यवाद।